नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। त्यस्तै टोलीको उपकप्तानका रूपमा दिपेन्द्र सिंह एरीलाई नियुक्त गरिएको छ। त्यस्तै टोली सदस्यमा आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, अनिल शाह, करण केसी, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, बासिर अहमद, रिजन ढकाल, गुलसन झा रहेका छन्। यी टोलीहरू CWCL 2 का लागि तयार पारिएका टोली हुन् र यी टोलीमा अन्य 3 जना खेलाडीहरू थपिनेछन्। विशेष गरी T20 स्क्वाडका लागि भने किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहको नाम थप गरिएको छ र यसरी नेपालको टोली घोषणा गरिएको छ। यसरी नेपाल क्रिकेट सङ्घ क्यानले स्टुअर्ट ललाई नयाँ कोच नियुक्त गरिसकेपछि 54 जनाबाट 25 जना, 25 जनाबाट 18 जना खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको छ र यसरी सार्वजनिक भइसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा व्यापक नयाँ अनुहारहरू थपिने भनेर आकलन गरिएको थियो, तर त्यस्तो भने हुन सकेन। केही अनुहारहरू घटाइएको छ। विशेष गरी कुशल मल्ललाई हटाउन नै यो कोर क्याम्पको महत्त्वपूर्ण उपलब्धि हो भन्न पनि सकिन्छ, किनभने किरण ठगुन्ना र रुपेश सिंहले बाहेक अरू सबै खेलाडीहरूले नेपालको राष्ट्रिय टिमका लागि खेलिसकेका छन्। किरण र रुपेशले भने आयरल्यान्डको ए टिमसँग मात्र खेल्ने अवसर प्राप्त गरेका छन्। यसरी लामो प्रक्रियाबाट नेपालले जारी गरेको स्क्वाड तपाईँलाई कस्तो लाग्यो? अनि T20 को नयाँ थप भएका खेलाडी किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई समावेश गर्नलाई तपाईँ के भन्नुहुन्छ? अनि नेपालको 15 सदस्यीय ODI टोली कस्तो छ? तपाईँको अनुमान के कस्तो हुन्छ? विशेष गरी स्कटल्यान्डमा नेपालले कस्तो नतिजा हात पार्ला? नेपालले फेरि अन्ततः उही ढर्रालाई निरन्तरता दियो कि अथवा नयाँ टोली सदस्य र नयाँ जोस जाँगर यसमा समावेश गर्यो? के लाग्छ तपाईँलाई? कमेन्ट गर्न नभुल्नुहोला।